एउटा महिषासुर भन्ने एउटा यस्तो दानव थियो। त्यो दानवले एक दिन के गर्छ, भगवान पितामह भगवान ब्रह्माको घोर तपस्या गर्छ। जब त्यसले तपस्या गर्छ, तपस्या गरिसकेपछि भगवान ब्रह्मा प्रकट हुनुहुन्छ। भगवान यति कोमल हुनुहुन्छ, आदरणीय दुर्गा अङ्कल, भगवान यति कोमल हुनुहुन्छ, जुन भक्तले सकामले कुनै प्रकारको स्वार्थ नराखी सत्कर्मले भगवानको भजन, भगवानको ध्यान, भगवानको तपस्या गर्छ, अवश्यमेव ती भक्तहरूको घरमा भगवानले दर्शन दिनुहुन्छ भनेर यस श्रीमद् देवी भागवतमा लेखेको छ अङ्कल। भगवान ब्रह्मा पनि त्यस्तै हुनुहुन्थ्यो। त्यो दैत्यले एउटा यस्तो यज्ञको आयोजना गरेको थियो। त्यो यज्ञको आयोजना गरिसकेपछि त्यहाँबाट भगवान ब्रह्मा प्रकट हुनुहुन्छ र त्यो हे महिषासुर, तिमीलाई के चाहिन्छ वरदान माग भनिसकेपछि जब महिषासुरले भगवान मलाई अरू केही पनि चाहिँदैन, बस मेरो आयु लामो होस्, म अमर रहूँ, म कहिले पनि नमरौँ, कुनै पनि पुरुष जातिबाट मेरो मृत्यु नहोस् भनिसकेपछि जब भगवान त्यहाँबाट विदाई हुनुभयो, त्यसपछि त्यो महिषासुरको मनमा अत्यन्त अहङ्कार आउँछ अङ्कल। म पराक्रमी हुँ, म अत्यन्त शक्तिशाली हुँ, मलाई अब कुनै पनि पुरुष जातिले मलाई मार्न सक्दैन। त्यसपछि उसले देवताहरूलाई पनि दुःख दिन थाल्यो, प्राणीहरूलाई दुःख दिन थाल्यो, आफ्ना जनताहरूलाई पनि दुःख दिन थाल्यो। त्यस्तो शासकले जनता र देवताहरूलाई दुःख दिइसकेपछि सम्पूर्ण देवताहरू मिलेर भगवती जगदम्बा माताको स्तुति गर्छन्, भजन कीर्तन, नाम सङ्कीर्तन गर्छन्। त्यसपछि भगवती जगदम्बा माता उत्पत्ति हुनुहुन्छ। त्यसपछि जगदम्बा मातालाई जाऊ, त्यो दुराचारी त्यो महिषासुरको तिमीले वध गर, त्यसले हरेक प्राणीहरूलाई दुःख दिइरहेको छ, त्यसले हरेकलाई पीडा दिइरहेको छ, त्यसको मृत्यु अवश्य गर्नुपर्छ तिमीले भनिसकेपछि जब जगदम्बा मातालाई महिषासुरलाई मार्न पठाइयो, त्यत्तिकैमा त्यो महिषासुरले के भन्छ, अत्यन्त सुन्नु होला अङ्कल, के भन्छ, अत्यन्त ऊ सौन्दर्यमय भएर, अत्यन्त ह्यान्डसम भएर, आँखामा चस्मा लगाएर, अति सुन्दर भएर, अति राम्रो भएर, चटक्क त्रिपुण्डधारी भगवानको भक्त चाहिँ भएर जब ती मातासँग लड्न जान्छ, त्यति ह्यान्डसम मान्छेलाई देखिसकेपछि ती जगदम्बा मातालाई त्यो महिषासुरले भन्छ, आदरणीय नवराज अङ्कल के भन्छ, अत्यन्त सुन्नु होला है त, के भन्छ भने उसले, हे जगदम्बा माता, तिमी मसँग विवाह गर, तिमीले आज मसँग विवाह गर्यो भने तिमीले आजबाट मैले कुनै पनि प्राणीहरूलाई दुःख दिने छैन। त्यो जगदम्बा मातालाई महिषासुरले जसरी ह्यान्डसम भएर पकायो, हे जगदम्बे आऊ म तिमीसँग विवाह गर्छु, म आजबाट कुनै पनि प्राणीहरूलाई दुःख दिँदैन, आजबाट कुनै पनि राक्षसहरूलाई म दुःख दिँदैन, आऊ मसँग विवाह गर। त्यसपछि भनिसकेपछि भगवती जगदम्बा माताले एउटा अत्यन्त राम्रो प्रसङ्ग भन्नुभएको छ अङ्कल, अत्यन्त ध्यान दिएर सुन्नु होला। देवी संसार चक्रेस्मिन् वर्तमानु जनः किल नरोबाट तथा नारी सुखम वाञ्छति सर्वदा। के भन्नुहुन्छ है अङ्कल, अत्यन्त सुन्नु होला ध्यान दिएर चाहिँ, हे देवी, यस परिवर्तनशील जगतमा रहने व्यक्ति, त्यो स्त्री अथवा पुरुष चाहे कुनै पनि किन नहोस्, सब प्रकारबाट सुख नै चाहन्छ। यस लोकमा सुख मनुष्यहरूलाई संयोगले मात्रै प्राप्त हुन्छ। आदरणीय दुर्गा अङ्कल, भनिन्छ नि जीवनमा मान्छेहरूलाई सुख संयोगले मात्रै प्राप्त हुन्छ। हामी बुढा पाखाहरूको मुखबाट सुन्थ्यौँ नि, तर यो श्रीमद् देवी भागवतमा लेखेको छ, भगवती नवदुर्गा माता त्यो आततायी त्यो महिषासुर जसले देवताहरूलाई पनि दुःख दिइरहेको थियो, त्यसलाई सम्झाइरहनु भएको छ। यो संसारमा सुख संयोगले मात्र प्राप्त हुन्छ, वियोगमा सुख प्राप्त हुँदैन। आदरणीय नवराज अङ्कल, सुखमा मात्रै हो आफन्त, सुखमा मात्रै हो हाम्रो छोरा, सुखमा मात्रै हो आफ्नै श्रीमती, सुखमा मात्रै हो हाम्रो परिवार, सुखमा मात्रै हो पीडा, तर दुःखमा कोही पनि हाम्रो अगाडि आउँदैन। जुन दिन हाम्रो अधोगति भइरहेको हुन्छ, हाम्रो सहायता दिने मान्छे कोही पनि छैन। आदरणीय नवराज अङ्कल, त्यस्तै श्रीमद् देवी भागवतमा यही नै लेखिएको छ, सुख पनि मान्छेलाई संयोगले मात्रै प्राप्त हुन्छ। त्यसपछि दोस्रो श्लोकमा के लेखिएको छ, अत्यन्त ध्यान दिएर सुन्नु। वेदान सुप्रीति हेतु उत्थान स्वभावोत्थान अनेकश
तत्र प्रीतिर्भवानादौ कथयामि यथामितिहि। अब के भन्नुहुन्छ अत्यन्त सुन्नु होला है। कहीँ उत्तम प्रीतिको कारण संयोग हुन्छ, कहीँ स्वभावतः संयोग हुन्छ। यीमध्ये सर्वप्रथम म प्रीतिबाट उत्पन्न हुने संयोगको विषयमा आफ्नो बुद्धि अनुसार बताउँदैछु भनेर भगवती दुर्गा माता भनिरहनु भएको छ।